श्रमदान कार्यक्रम हुँदैछ है यता हाम्रो यो खासमा यो चाहिँ रोड हो तर रोड भत्केर पनि मान्छे हिँड्नु नसक्ने अवस्था थियो तर हामी चाहिँ आज यहाँ श्रमदान गरेर हामी गाउँले एकजुट भएर श्रमदान गरेर चाहिँ यहाँ बाटो बनाउँदैछौँ। यो चाहिँ दिप्रुङ चुचुमा गाउँपालिका 3 र 2 आवाजात गर्ने बाटो हो। हाम्रो चाहिँ श्रमदान यसरी हुँदैछ है। हामी बाटो बनाउने काम हुँदैछ हाम्रो। ल है यो ढुङ्गाले चाहिँ बाटोलाई यसरी हिँड्नु आवाजात गर्नुमा असर गरेको कारणले गर्दा यसलाई पन्छाउने काम हुँदैछ। दिप्रुङ चुचुमा गाउँपालिका 3 का यहाँ दाजु काका बाजेहरू हुनुहुन्छ। अब यहाँ चाहिँ यसरी बाटो बनाइँदैछ। पहिरोले अवरुद्ध भएको बाटो हामी चाहिँ सबैजनाले श्रम गरेर चाहिने बाटो बनाउने काम भइरहेको छ। बाटो बनाउने काम यहाँ जारी नै छ। हाम्रो यहाँ सबैजना एकजुट भएर चाहिने बाजे दाजुहरू हामी सबै लागि परिरहेको छौँ।